Namaste. I have something to flex with you all. बर्थडे को भ्लग हेर्नु भएको भए चाहिँ तपाईलाई थाहा छ छैन भने पनि इट्स ओके म चाहिँ देखाउँछु on my 24th birthday I have gifted myself 24 books can you say it 24 वटा बुक्स चाहिँ म आफूलाई गिफ्ट गरेको थिएँ सरी अनि यो बुक्स चाहिँ मैले अनबक्स गर्ने टाइम चाहिँ पाएको थिएन यो सबै मेरो विश लिस्टकै बुकहरु हो कि यिनीहरु चाहिँ मैले रुम पनि I have shifted to the new city त्यही भएर म यताउति मिलाउन पाइरहेको थिएन and today मसँग टाइम त हुन्छ के तर के मिस नपाएको कुकुरको न काम छ न फुर्सद छ त्यस्तै भइराछु म however I didn't want to compare myself to a dog तर जिन्दगी डग जस्तै भइसक्यो तपाईहरुले मेरो बुक कुन चाहिँ हेर्न चाहनुहुन्छ यस्तो गरौँ भो one by one देखाउँछु ल लङ हुन्छ कि यार सबै देखायो भने त सबै त देखाइन हो गाइस फेरि सायद यो चाहिँ चाहिँदैन होला मलाई cuz I know how to the art of living alone you can see me म एक्लै पनि क्या खुसी भइदिरा हुन्छु वाउ यसो रहेछ यसमा मात्र राख्दिनु भएको रहेछ एपिजे हप्तो मलाई चाहिँ यो इन्स्टामा स्टोरी राखेको थिएँ एकचोटि अनि फेरि इन्स्टामा स्टोरी राख्दाखेरि मैले साथीहरूलाई के सजेस्ट मी वान अफ योर फेभरेट बुक भनेको थिएँ अनि उहाँहरूले चाहिँ मलाई आफ्नो चाहिँ फेभरेट बुक सजेस्ट गर्नुभएको थियो त्योबाट प्लस मैले अहिले लेटेस्ट सोल्ड आउट हुन्छ नि त ती बुकहरू अनि थोरै मेरो प्रोफेसरहरूले सजेस्ट गर्नुभएको बुकहरू चाहिँ मैले किनेको हो कि 24 वटा पुराको हो अनि फेरि यो इट दैट फ्रग भन्ने चाहिँ यो मलाई चाहिँ एकदम चाहिरहेको छ के स्टप प्रोक्रास्टिनेटिङ प्लिज स्टप प्रोक्रास्टिनेटिङ आई निड दिस आर्ट यो पढ्नु पर्छ ल यही हो गाइस I have bought 24 books for myself yes this much for today can we be strangers again can we la यति भन्दै I would like to end my short vlog here thank you for watching bye guys